म गङ्गाराम श्रेष्ठ, मेरो घर जोरपाटी, हाल बसाइ जोरपाटी नै हो। र मैले यहाँहरू बिचमा म त्यति धेरै पढे लेखा त होइन, तर पनि मेरो जीवनको अनुभवहरू यहाँहरूलाई सुनाउने एउटा अवसर पाएको हुनाले मैले यहाँहरूलाई सुनाउँछु। सर्वप्रथम त के हो भने हामी नेपाली समाजको बनोट कसरी भएको छ अथवा हाम्रो पारिवारिक संरचना कस्तो किसिमले भयो, हाम्रो चाहिँ सामाजिक संरचना कस्तो किसिमले भयो भन्ने कुरो मैले यहाँलाई अवगत गराइरहनु पर्दैन, यहाँले बुझ्नुभएको छ। सठिक रूपमा भन्नुपर्दाखेरि पहिले हामी धेरै बाउबाजे सबै त्यो बाउबाजेको 5वटा छोरा थियो भने 5वटा छोरा अनि बुहारी, त्यो नाता नातिना बाजे बजू सबै एकै परिवारमा बस्थ्यो। त्यस्तो परिवारलाई हामी के भन्छौँ? बृहत परिवार भन्छौँ, होइन? के भन्छ त्यो पारिवारिक एउटा ढाँचा छ नि, मैले त्यति धेरै नपढेको हुनाले आउँदैन, होइन? संयुक्त परिवार भनौँ न, अथवा बृहत परिवार। त्यसपछि बिहे गरिसकेपछि छोरा आफै छुटेर बस्यो। 5वटा छोरा भए 5वटा छोरै छुटेर बसे। त्यो परिवारलाई के भन्छ? आज हामी फेरि त्यो पनि छुटेर एउटा मात्रै बस्ने अथवा बुढाबुढी मात्रै बस्ने परिवार भइसकेको अवस्था छ अहिले। तत्कालीन हाम्रो अवस्था के हो भनेर हेर्दाखेरि पारिवारिक संरचनाभित्र यो परिस्थिति सिर्जना भयो। यो कसरी सिर्जना भयो भन्दाखेरि हिजो आजको हाम्रो चाहिँ जुन बृहत परिवार बस्ने एउटा अवस्था पनि छैन, होइन? र त्यस किसिमको हाम्रो मेन्टालिटी, समाजको बनोट पनि त्योबाट चाहिँ चेन्ज हुँदै गइरहेको अवस्था छ। त्यसले गर्दा हामी आज के भयो, छोटो उसमा चाहिँ विभाजन भयौँ। मैले यहाँहरूलाई भन्नु खोजेको हाम्रो चाहिँ समाजको अवधारणा यहाँहरूलाई प्रस्तुत गरेँ। म त्यति धेरै नपढेको हुनाले, मैले 2-4 क्लास मात्रै पढेको हुनाले मलाई आउँदैन, अलिक लजिक मिलाएर भन्नु त आएन। तर पनि तपाईँहरूले बुझ्नुहुन्छ हाम्रो समाजको भाषा यस्तो थियो, होइन? तर अहिले हामी एकल रूपमा बस्दैछौँको भाषा पनि तपाईँहरूले बुझ्नुभयो। त्यसै रूपमा यो अहिले हामीले जुन किसिमको संस्था छ, संस्था हाम्रो चाहिँ जनता इन्भेस्टमेन्ट भन्ने जुन संस्थाको विकास गरेका छौँ, कम्पनीको, यो भनेको यो फुटेको परिवारबाट एकजुट गराउने एउटा उद्देश्यका साथ गरिएको चाहिँ संरचना हो। यो संरचनाले के गर्छ भने हामी एक्लै कुनै पनि काम गऱ्यौँ भने त्यो काम गर्नको लागि अलिक असम्भव छ, अलिकति गाह्रो छ। कानुनी रूपमा पनि पैसा धेरै कमायो भने पनि त्यो चाहिँ बृहत रूपमा धेरै पैसा चाहिँ आफ्नो व्यक्तिगत नाममा राख्न सकिँदैन। कम्पनी भयो भने त्यहाँ खरबौँ खरब पनि राख्न सकिन्छ। त्यस मानेमा यो कम्पनीको अवधारणा यहाँनिर आएको हो। यो मानेमा हजुरहरूले बुझिदिनु होला, हामीले पनि त्यही मानेमा बुझेर यो कम्पनीको अवधारणा ल्याएको हो। यसमा चाहिँ धेरै पैसा, खरबौँ खरब पैसा, अथवा चाहिँ 400 रोपनी जग्गा पनि मान्छेले यो कम्पनीमा राख्न सक्छ। तर एउटा व्यक्तिले कति नेपालको कानुनअनुसार 25 रोपनीभन्दा बढी जग्गा राख्न सक्दैन, नेपालको संवैधानिक कानुनअनुसार। त्यस कारणले गर्दा यो कम्पनी भयो भने 400 रोपनी, 500 रोपनी, 2000 रोपनी पनि राख्न सक्छ, यहाँ उपत्यकाभित्र मात्रै पनि, है? हामीले पहाडी क्षेत्रको अन्य क्षेत्रको कुरो गरिरहेका छैनौँ। त्यसले गर्दा हामीले अहिले के भन्नु खोजेको हाम्रो उद्देश्य कहाँनिर हो भने पैसा कसरी त्यसको विकास गर्ने अथवा पैसाले पैसा कसरी कमाउने। यहाँ सबै विद्यार्थी दाजुभाइ बहिनीहरू, भाइ बहिनीहरू हुनुहुन्छ, यहाँहरूको पनि उद्देश्य हामी विद्यालय पढ्यौँ, अब विद्यालय पढेर अब केही न केही आफ्नो खुट्टामा उभिनुको लागि केही सिक्ने, सिकिसकेपछि विदेश जाने, पैसा कमाउने। त्यो पैसा कमाउने उद्देश्यका साथ यहाँहरू पनि यहाँ सहभागी हुनुभएको छ, यहाँ उपस्थित हुनुभएको छ। र पैसा कमाउनुको निमित्तमा अलिकति गाह्रो पनि छ, होइन? हामी नेपालमा त्यो अवसर पनि छैन। तर त्यो अवसर बुझेका मान्छेले यहाँ चाहिँ एलन मार्क्स जस्तै पैसा कमाइरहेका छन्, होइन? विदेश जानु परेको छैन, सहज ढङ्गले पैसा कमाइरहेका छन्। उहाँले खरबौँ खरब पैसा कमाइरहेका छन्। तर त्यसलाई अलिकति के हुनु पर्दो रहेछ भनेदेखि काहीँ न केही सहारा चाहिँदो रहेछ। हामी चाहिँ अहिले सहारा विहीनको अवस्थामा छौँ र त्यसले गर्दा यो सहाराको एउटा माध्यम होस् भन्ने हिसाबले यो चाहिँ जनता इन्भेस्टमेन्ट कम्पनीमा जोडिने चेष्टा गर्दैछौँ र हामीले यो कोसिस त गऱ्यौँ, सकेनौँ। यो भयो कम्पनीको एउटा कुरो। तर अब म व्यक्तिगत रूपमा एउटा कुरो जोड्दैछु। म अहिले लगभग 63 को उमेरमा पुगेँ। म विगत चाहिँ म ग्रामीण क्षेत्र, मेरो घर मोरङ हो, त्यहाँ मेरो जग्गा जमिन थिएन, होइन? एउटा सामान्य चाहिँ गरिब परिवारबाट म चाहिँ
परिवार चलाउने काम गर्थेँ। त्यहाँ हाम्रो चाहिँ खेती जग्गा जमिन नभएपछि पारिवारिक रूपमा त्यसलाई चाहिँ चलाउनु अब गरियो। छोराछोरी भए होइन, त्यसलाई चाहिँ खुवाउनु लाउनु पढाउनु शिक्षा दिने विभिन्न चाहिँ आफ्नो खेती किसान नभइसकेपछि गाह्रो भयो। अनि म यहाँ काठमाडौँ एकखेप घुम्न आएँ। घुम्न आइसकेपछि यहाँनिर अवसर देख्यो। अब धेरै नपढिसकेपछि त्यो अवसर पनि हामीले देख्दैनछौँ, हाम्रो मेन्टालिटीले क्याप्चर गर्दैन। जे देख्यो सबै हरियाली मात्रै देख्ने, सबै त्यस्तै मात्रै देख्ने। यहाँ यो देख्ने बित्तिकै यहाँ यस्तो रहेछ भन्ने कुरो थाहा नभएपछि हामी अन्धकारमा फस्छौँ। त्यो भएर चाहिँ धेरै समयसम्म मलाई दुःख भयो। तर दुःख परिश्रम गरियो। मैले चाहिँ सामान्य आफ्नो व्यक्तिगत हिसाब किताबमा होटल व्यवसाय गरेँ होइन, सानो चिया पसल गरेँ। त्यहाँबाट चाहिँ मैले परिवार धान्दै आएर चाहिँ अब यहाँ त बच्चा पढाउनु पऱ्यो। चाहिँ सरकारी स्कुल पढाएर त फेरि अब बच्चाहरू नबिग्ने होइन। मेरो छोरा अहिले 40 वर्ष भयो होइन। म तपाईँहरूलाई लाग्छ होला तपाईँहरू भर्खरै, मेरो छोरा पनि 40 वर्ष उमेर भइसक्यो। छोरीहरू पनि इन्जिनियर छन् होइन। छोरो पनि चाहिँ आइटी इन्जिनियर पढ्दै मैले त्यसलाई उसले धान्नु नसकेर चाहिँ आर्थिक बोझले धान्नु नसकेर उसले छोड्नु पऱ्यो। पछि ऊ विदेश गएर केही कमाएर उता गऱ्यो। तर त्यसले मेरो पारिवारिक संरचना हल गर्न सकेन। अनि मैले अहिलेभन्दा 12 वर्ष अगाडि एउटा अवसर भेटेँ। एकजना चाहिँ छोरी मान्छेको माध्यमबाट मलाई अलिकति पैसा सहयोग गर्ने एउटा वातावरण बन्यो। मैले उसँग 35 लाख पैसा लिएर मैले यो घर जग्गा व्यवसाय काम व्यक्तिगत हिसाब किताबमा गरेँ। अहिले लगभग यो 12 वर्षको रेन्जमा मैले करिब चाहिँ सबै त्योभन्दा यता म जिरोमा थिएँ। मतलब मसँग के गर्नु पर्थ्यो, काम गरेर खानको लागि। अब छोराछोरीले काम गर्ने अवसर भइसकेको अवस्था थिएन त्यति बेला। उनीहरूलाई पढाउनु पर्ने, यताउति गर्नुपर्ने। अनि त्यो आर्थिक उन्नति नभइसकेपछि त्यो त्यत्तिकै लथालिङ्गै भयो। अनि त्यहाँबाट चाहिँ मैले त्यो पैसा उनीसँग सपट्टि अथवा केही त्यो एउटा परिवेश मिलाएर गरिसकेपछि 12 वर्षको रेन्जमा मैले लगभग 4.5 करोडको उन्नति गरेँ। अहिले मसँग त्यति छ। त्योभन्दा अगाडि मसँग केही पनि थिएन भनेपछि। तर त्यो चाहिँ कसरी गरेँ भनेदेखि त्यो पैसा मैले 35 लाख रुपियाँ उसको छोरै जग्गा थियो, त्यो जग्गा बेचेर मैले घुमाउने अवसर पाएँ। त्यो जग्गामै घुमाएँ होइन। जग्गा जमिन मैले सानो जग्गा किनेँ, प्लटिङ गरेँ, बेचेँ ओरेँ गर्दै अहिले म लगभग 5 करोडको रेन्जमा चाहिँ सबै बेचेँ भने पुग्छ। यो 12 वर्षभन्दा अगाडिको कुरै छैन। 71 सालको कुरो, 72 सालमा भुइँचालो गयो 12 गते। त्योभन्दा 1 वर्ष अगाडिदेखि त्यसलाई मैले रोल गरेँ भनौँ न, घुमाउने एउटा अवसर पाएँ। हुँदो रहेछ गर्दाखेरि। अब त्यस्तै गरी अहिले यो चाहिँ एउटा माध्यम बनेको छ। हाम्रो समाज सरले त कुरो राख्नुभएको थियो 2 वर्ष 3 वर्ष अगाडिदेखि। तर मैले चाहिँ हाम्रो परिवार संरचनाको कुरो गरेर उहाँलाई पहिले यसलाई कुरोलाई डाइभर्ट गर्ने कोसिस गरेँ। उहाँलाई सोध्नुहोस् छैन भने सबै साथीहरूलाई बोलाउनु भयो, मलाई पनि बोलाउनु। हाम्रो संरचना यसरी फुटिरहेको छ, सामाजिक संरचना भनेपछि अब तपाईँ कसरी जोड्न सक्नुहुन्छ हाम्रो जस्तो चाहिँ यो समाजको मेन्टालिटी छ भनेर मैले उहाँलाई प्रश्न गरेँ। जोड्न सक्नु भएन, उहाँले कोसिस गर्नुभयो। तर पनि अहिले उहाँ सरको थेगिम सरको कुरो सुन्दाखेरि यसलाई जोड्न सकिन्छ भन्ने फेरि मलाई आत्मबल पलाएर गयो। पलाएर गइसकेपछि यसलाई जोड्ने माध्यम भनेको एउटा सूत्र हुन्छ। त्यो सूत्र बेगर हामी पहिले सूत्र बेगर कसिराखेका थियौँ है। समाल सरले जति कोसिस गर्नुभयो सूत्र उहाँसँग थिएन रियालिटीमा। तर अहिले थेगिम सरले त्यो सूत्रको प्रयोग गर्नुभयो। यो सूत्रबाट हामी जोड्न सकिन्छ होइन। सबभन्दा मुख्य कुरो जुनसुकै हिसाब गर्नुहोस्, तपाईँ सूत्रभन्दा बाहिर गयो भने त्यो कुरो मिल्दैन है। एउटा सूत्रको प्रयोग गर्यो भने त्यो चिज मिल्छ। त्यस कारण यो सूत्रको प्रयोग गरेर अगाडि बढौँ मित्रहरू। गरियो भने हामी निश्चित रूपमा हामी अगाडि बढ्न सक्छौँ। यही कुरो राख्दै मैले सठिक रूपमा केही कुरो यहाँहरू बिचमा मेरो भनाइ अन्त्य गर्छु। हस् त।